सबैजनालाई नमस्कार अनि जय मसी। फेरि पनि मेरो नयाँ भिडियोमा सबैजनालाई वेलकम छ, स्वागत छ है। अनि आज चाहिँ म सोनमलाई भेट्न रानीकुवा जाँदैछु। काठमाडौँबाट हिजो भर्खरै मात्र आएको थिएँ। अनि सोनमले चाहिँ दाइ मलाई चक्लेट खानु मन लागेको छ अनि चक्लेट ल्याइदिनु भनेको छ। अरू चाहिँ केही पनि ल्याउन सकेन है। त्यही हो, अब हस्पिटलमा धेरै खर्चहरू हुन्छ अनि केही भएको कारणले भाइको लागि चाहिँ पुस्तकारी ल्याइदिएको छु। अनि हामी चाहिँ यताबाट जाँदैछौँ भर्खरै है। अनि यता जाँदैछ समीर र भतिजा तलतिर जाँदैछौँ। म चाहिँ यहाँ माथितिर बसिरहेको थिएँ। अब निस्किन्छौँ है। बाटो चाहिँ यस्तो छ, यहाँबाट जानुपर्छ। अनि काठमाडौँ नि धेरै दिन बस्यो। लगभग कति दिन बस्यो समीर हामी काठमाडौँमा? धेरै दिन बस्यो है। 6-7 दिन, लगभग 1 हप्ता जति बस्यो के हो हैन, 4-5 दिन होला। अनि हिजो भर्खर मात्रै आएको थियो। अनि त्यही भएर सनम के गरिरहेछ है भनेर बिचरा उसलाई नि फेरि यतातिर के कस्तो गरिरहेको छ। हामी यहाँ सधैँ आउन पाउँदैन। अनि म नि सधैँ हस्पिटल। अनि समीरको नि अलिकति बिदा स्कुल बढी नै छुट्टी थियो, त्यही भएर। अनि नत्र अरू बेला त यता भतिज र म हिँडिरहेको हुन्छ हस्पिटलमा है। अरू त त्यस्तै हो अब। अनि आज चाहिँ हामी बेलुका नि भइसकेको छ, जाँदैछु यताबाट। आम्मामा धान चाहिँ खतरा फलेको छ है यता। पहिला चाहिँ यता केही पनि गर्थेन, पुरै हिलो थियो। अहिले चाहिँ पुरा धान रोपेको रहेछ। कुन धान हो कुनै यस्तो दामी फलेको छ। अनि यस्तो बबल देखिरहेको छ उतातिर नि। अझ दिनभरि घामै लागेको छैन, पानी पर्ला जस्तो भइरहेको छ। बत्ती चाहिँ पुरा ह्यान्डसम भएर खुट्टैबाट सर्लक्क एकदम लाउरे होला जस्तो छ। ज्यान पनि है, लाउरे बन्ने हो कि खै ट्राई नै गरेको छैन। यता डाँडा काँडा लमजुङै यस्तो छ। लमजुङतिर घुम्न आउनु होला सबैजना। लमजुङ एकदम रमाइलो अनि अलिक चिसो ठाउँ पनि हो, खासै त्यस्तो गर्मी हुँदैन। यो चाहिँ खतरा फुल फुलिरहेको छ है। यताबाट जानुपर्छ। मम्मीहरू बसेको ठाउँ चाहिँ यता मुनि नै हो। अनि सबैजनाले एकदम सपोर्ट गरिरहनु भएको छ है। सबैजनालाई एकदम धेरै धन्यवाद। थ्याङ्क यू सो मच एभ्रिवान है। अझै पनि एकदम धेरै हेल्प गर्दै गर्नु होला। म तपाईँहरूलाई केही दिन नसके पनि यो मेरो तर्फबाट चाहिँ यो फुल दिनेछु है। यो फुल एकदम राम्रो सुन्दर हेर्नुमा है, एकदम दामी छ। अनि यताबाट पनि फुलिरहेको छ। पुरा हामी चाहिँ यता केरा घारीको मुनिबाट जानुपर्छ यसरी है। यताबाट टक्क लाएर यता आमामा नस्पति नै एकदम धेरै फलिरहेको छ है। नस्पति खतरा फलेको छ है। अब केही दिनपछि खानु टाइम हुन्छ। अनि पुरा मकै बारी यतातिर मकै नै सुकिसकेको रहेछ। टक्क लाएर अब केही दिनमा मकै सबै काटेर धान रोपिहाल्छ फेरि यतातिर चाहिँ। के गर्नु, गाउँतिरको जस्तो मिठो हुँदैन यो मकै पोलेर खाए पनि। जे खाए पनि गाउँतिरको चाहिँ अर्ग्यानिक हुन्छ नि त, एकदमै मिठो हुन्छ कि गाउँतिरको चाहिँ। त्यतितिरको चाहिँ मिठो नै हुँदैन गाइज। जे खाए पनि गाउँतिरको चाहिँ यस्तो दामी है। अनि यो ठाउँहरू चाहिँ म देखाउने छु, हेर्न सक्नुहुन्छ। वाउ, यस्तो दामी छ है ठाउँ। अहिले यो मकै बारीले गर्दाखेरि अलिकति छेक्यो, तर पनि देखिरहेको छ देख्न चाहिँ। बाटो चाहिँ यो बाटो पहिला धस्तै थियो।
अहिले चाहिँ अस्ति भर्खरै मात्रै बनाएको यस्तो राम्रो बनाएको छ बाटो चाहिँ यस्तो राम्रो बनाइसकेको छ हुन्छ अब भिडियोहरुलाई हैन स्किप नगरिकन मेरो भिडियोहरुलाई हेरिदिनु होला एकदमै धेरै सपोर्टको खाँचो छ मलाई है अनि बिरामी मान्छे एकदमै केही होला कि भन्ने आशाले एकदम मेहनत गरेको छु अनि तपाईहरुले पनि एकदमै सपोर्ट गरिराख्नु भएको छ मेरो लागि चाहिँ यही नै ठुलो कुरा हो है सबैजनालाई एकदमै धेरै धन्यवाद अनि आगामी दिनहरुमा पनि एकदमै धेरै सपोर्ट गरिदिनु होला भन्न चाहन्छु है बिन्ती गर्न चाहन्छु सबैजनाले एकदम धेरै सपोर्ट गरिदिनु होला हामी चाहिँ अब आइपुग्नै लाग्यौं अलिकति मात्रै मुनि हो है हामी चाहिँ आउँदै थियौं अनि बाहिर चाहिँ मुनितिर कहाँ खेल्दै जाँदै थियो रहेछ है अनि पुरा यस्तरी कुद्दै आउँदैछ यता कुकुर पनि कुदेर आउँदैछ भाइहरु पनि त्यताबाट नमाएर कुद्दै आउँदैछ अबी यो चाहिँ कन्छा भाइ हो कन्छा भाइ चाहिँ अगाडि मैले चाहिँ यता मेरो भाइ सोनामको लागि चकलेट ल्याइदिन्छु ल काठमाडौँबाट ल धन्यवाद तिम्रो लागि ल अरु केही ल्याइदिन पाएन चकलेट ल्याइदिएको नि मैले खाना मन लाउँदाखेरि एउटा खाऊ ल मिठो खाले छ सबैजना बाँडेर खाऊ तलतिर कस्तो छ ठाउँ सोनम तिमीहरू खेल्न जान्छ तलतिर जम आबिसन कहाँ गयो त आबिसन नै बोलाऊ हामी जम अहिले चाहिँ सोनम र म चाहिँ झौलाएर एकछिन मुनितिर जानु पर्यो भनेर गइरहेको छु है आज स्कुल गयो होला नि सोनम ए ल ठिक छ खाना बनाउनु नै आउँछ अहिले तिमीलाई ल ल सिक्दा हो सबै कुरा दाल नि बनाउन आउँछ बिस्तारै तिमीले सिक्नुपर्छ है अनि के रे होमवर्कहरू स्कुलहरू त राम्रै भइरहेछ नि तिम्रो स्कुलहरू नेपाली पढ्न अलिकति गाह्रो भइरहेछ हैन अब छिटै आउँछ नेपाली पनि बिस्तारै आउँछ त्यही हो बोर्डिङमा पढेपछि नेपाली आउँदैन के गाह्रो हुन्छ तर आउँछ बिस्तारै अनि बिहान बेलुका के गर्न लाउँछ नि मम्मीले घरतिर मम्मीले केही भन्नुहुँदैन खानाहरू पकाऊ भन्नुहुन्छ बारेमा अभिसर न मम्मी गर्नुहुन्छ ए नराम्रोहरू त भन्नुहुन्न नि सबै राम्रै गर्नुहुन्छ ल ल ठिक छ त्यसो भए अनि कतिको खेल्दै हिँड्छौ त नि तिमीहरू यतातिर खेल्न त पाइँदैन नि धेरै जस्तै अब होमवर्कहरू हुन्छ कामहरू हुन्छ नि कोही बेला चाहिँ खेल्न आउँछु ल पढ्नुपर्छ राम्रोसँग अनि अलिकति फ्री हुँदाखेरि मात्रै हेर मोबाइल एकछिन अनि धेरै जस्तो मोबाइल नचलाऊ राम्रोसँग पढेपछि जे काम गर्दा नै पाइन्छ के पुरा गाह्रो हुन्छ पछि फेरि हामी चाहिँ यतातिर जाँदैछौँ तल बाटो चाहिँ यस्तो छ कता कापुमा कसको बेड थियो र यहाँ ऊ त्यो पुरा आगो बालेको छ त के गरेको त्यहाँ गाइस लक्ष्मण दाइले एकदम सपोर्ट गर्नुहोस् है एकदम सपोर्ट चाहिरहेको छैन दाइ त्यही त नि सिप्लेला जस्तो छ बाटो नि प्रोटेक्ट गरिदिनु सब्स्क्राइब गरिदिनु है भन्नु त दाइको लागि सुनम घरको बाबा आमाहरूको सबैको मोबाइल सब्स्क्राइब गरिदिनु है लक्ष्मण दाइमा चाहिँ कुनै पनि दाल छैन अरु दाल छ होला हेर भन्न डिपोतिर लुगाहरू धेरै फोहोर गरेर नलगाऊ है सोनम
नुहाउने गएर टाइमतिर धेरै फोहोरमा बस्नु हुँदैन कि बिरामी हुन्छ बेला बेला नुहाउँछु म त दिनमा नुहाउनु पर्छ स्कुल जाँदाखेरि त थकाइ लाग्छ होला नि त त्यत्रो टाढा तलमाथि है हामी बस्दै बस्दै जान्छौँ बानी पनि हुन सक्छ पछि बिस्तारै सबैजनाले कमेन्ट गर्नु ल कमेन्ट गर्नु मेरो लागि अनि भाइको लागि सोनम भाइको लागि होइन तपाईँहरूले धेरै माया गरिराख्नु भएको छ हामीलाई माया गरिदिनु भएकोमा धन्यवाद यति सपोर्ट गर्नुभएकोमा धन्यवाद दाइलाई चाहिँ सपोर्ट चाहिरहेको छैन सपोर्ट गरिदिनुहोस् यतातिर त मकै नै सुकिसक्यो त है सोनम कतिजना मकै नै सुकिसकेछ म त धेरै भयो नि यतातिर नआएको त पहिलातिर आउँथेँ म बिरामी नहुँदाखेरि बाबाहरूसँग दाउरा काट्न मनितिर अहिले त के गर्नु सक्दैन यो त कुदै गर्छ कि जहिले नि राति कोसँग सुत्छ योसँग अब कुकुरले टोक्छ होला तेरो कुकुरलाई सम्हाले टोकिदेला बुझे समात छिटो समात त्यसलाई लाई तेरो कुकुरलाई सामान मलाई डर लाग्छ त्यही त नि ओए टोक्देला यिनीहरूले हेर्न अझै डराउँदो रहेछ फर्केर आयो है आइज सोनम यहाँ निजमा आऊ आज पनि अब आँधेरो हुन लागिसक्यो रात परिसक्यो यतातिर चाहिँ शीतल हावा खाँदै है गर्मीमा यस्तो राम्रो छ ठाउँ कहाँ टेकेको बोतलको पानीमा एकदम शीतल हावा शीतल हावा आउँछ नि है यतातिर जाउँ यहाँ छेउमा जाउँ न छेउमा यहाँबाट त मर्स्याङदी त नजिकै हुँदो रहेछ है मर्स्याङदी छ छेउमा नजिकै यस्तो छ ठाउँ चाहिँ यहाँ एकदम राम्रो भ्यू देखिन्छ हैन यो चाहिँ खतरा छ है घाँसको रुख के हो अब चाहिँ हामी अब फर्किनु पर्ला अब एकछिनमा हजुर यस्तो कपाल कसको पो छ हौ खै कुन लाउरेको कुन लाउरे रे समिरे लाउरेको हेर्न कपाल सोनम त्यही त नि सोनमले गर्छ बिचरा सबै काम गर्छ बिस्तारै अनि हामी यता बारखान आथे समादै आइसन्दै हो राजकुमार भाइ अप्सलम हैन मिल्छ नि लड्दैन तिनीहरू घर पनि यसो लाँदै घर धेरै चौनी हुँदैन
खाजा के अरे माथि नै पाउँछ के अरे सोनम क्यान्टिन छ स्कुलमा क्यान्टिन आउँछ ए समोसा मिठै बनाउँछ खाजा मिठै बनाउँछ अनि मिठो अदा मिठै हुन्छ ए अनि के स्कुलमा राम्रै पढाउँदैछ होला नि टिचरहरूले रसगुल्लावाला फेरि त्यो रसवाला होइन नि फेरि सिर्फ डल्लो गुल्ले 5 रुपियाँ गोटावाला नि आई थिङ्क त्यति चाहिँ होला हो इंग्लिश सिक इंग्लिश आई थिंक इङ्ग्लिस त आउनै धेरै आउँछ त्यति बुझ राम्रै पढाउँछ होला नि टिचरहरूले त्यहाँ त सोनम बोल्नु कहिले सिक्नु सोनम हजुर टिचरहरूले राम्रै पढाउँछ स्कुलमा राम्रै पढाउनुहुन्छ ए कतिजना छ टिचरहरू त खोइ थाहा छैन हामी कहिले एग्जाम एक्जाम त कहिले कहिले नि भर्खरै स्कुल सुरु भइरहेछ अनि किन भनेको हैन अस्ति पैसा अझ सुरु नापेर आइदैन अनि पैसा यता कति कति पर्छ भने त भनेको अनि यताबाट दिने हो के एकदम अब हामी थाहा छैन नि त कति कति पर्छ भनेर त्यही भएर रात पर्यो अब हामी पनि गएर खाना बनाउनु पर्छ सोनम पनि अब गएर खाना बनाउँछ रे टक्क आज खाना बनाउने हो तिमी ल पानीर भर्छ मिठो बनाएर खुवाउला मम्मीहरूलाई भाइहरूलाई चिसो गरेछ नि हिजोपछि सफा ल ठीक छ लुगाहरू दुई कता बिहा लुगाहरू आउने बित्तिकै होमवर्क गरेर लुगा धुको बिहा खाएको यहीँ हो सोनम आज एकदम म सफा बस्छु बिहा खाएको यहीँ हो होइन उहाँ म त उहाँ बसेर खाएको टापुमा कहिले देखाइ ए आज रे हिजो ए हिजो पो अन्त आज भनेको सुनेको के मासु खाइस् त नि केमा रोस्ट खाए कुखुराको रोस्ट टक्कसँगले रोस्ट खाएर रातो वाला ल ठिक छ खसीको मासु टक्कसँगले ग्रेभीवाला खाए ग्रेभी खाएर टक्कसँगले खसी र कुखुराको कलेजो खाए खसी र कुखुराको कलेजो दुइटै मिक्स थियो होला नि पछाडि मैले टक्कसँगले लस्सी खाएँ ल कमेडी हान्दैछ लाग्छ भनेर पर गएर खायो अरे फेरि केहरू त्यहीँ खाएको मैले मलाई किन लजाउनु यसो कोही केटी जिसाइ छैन त याची त मान्छे लजायो अहिले गदाको म अनि सोनुको अनि आप चोरी भनेर कहाँ फैल्यो अरे स्कुलमा फैल्यो अरे त्यस्तो घटिया मात्रै लेख्न फेरि 60 मटरसँग कहिले अनि तेरो आप हराएको होइन मेरो मात्रै हो कसको त त्यो सबैको होइन मेरो मात्रै हो अनि केयर कोले गरेको त सोनमको आँप हरे अस्ति नै त्यो फलेको आँप हारा हो सोनम त्यो रुखको त्यो धेरै फलिरहेको थियो त त्यो रुखको हरा गरे तर यसले टाइटलमा चाहिँ सोनमको आँप हरायो त्यही पनि हावा दिमागले कहाँ आउँछ खोइ त्यस्तो अब कुनैलाई सोनमको मकै हरायो भन्ने हो नचाहिँदो कुरा मात्रै गर्छ अहिले कुन दिन अझै सोनमको मकै हरायो भन्ने गरे अझै फेरि छुट्टै जिस्काउँछ नि स्कुलमा है आँप हरायो भने स्कुलमा सबले जिस्कायो है कतिजना छ स्कुल विद्यार्थीहरू के भन्दै जिक्सायो स्कुलमा धेरै नै छ तिमीहरूसँग पढ्ने 8 को कतिजना छ 8 मा सबै अब हरायो त सोनम तिमीले गर्नेनौ र म मेरो साथीहरू मध्येर बनाउँदिनँ ए जो पाइ नराम्रो साथीहरू बनाउनु हुँदैन मसँग सिर्फ राम्रो साथीहरू मात्रै छ ए गुड नराम्रोहरूको सङ्गत गर्नु हुँदैन ल मसँग लाग्दैन नि त छाराहरू बोल्छ जे पाए त्यही मुखमा बोल्नेहरूसँग त्यस्तो सङ्गत गर्नु हुँदैन आफू नि त्यस्तो कहिल्यै बोल्नु हुँदैन ल म त कहिले एकदम राम्रो बोल्नुपर्छ अरूले नराम्रो भने नि चुप्प लाएर हिँड्नुपर्छ अरूले कहिल्यै नराम्रो सोच्नु हुँदैन अब चाहिँ हामी घर जाँदैछौँ अब घर फर्किनु पर्यो हामी अब जाउँ रात पर्यो अब हामी नि अब खाना पकाउनु छ घरको बानी भइसक्यो होला उकालोवाला चढ्ने म त रोबोट हो है म त नगर्ने यस्तो बानी भइसक्यो होला नि त हुन्छ बानी म त पुरा बानी छ म त बिहान बिहान गुम्बा पुगेर आउँछु हिँड्दै यहाँदेखि बाहुन बेसी जानु गुम्बा टाढो छ बाहुन खेल्ने च्यालेन्ज मेरो 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 स्कुल छ ऊ पर पिछड घुमेर आउँछ नि त्यो स्कुल म चाहिँ आज सोनमसँग भेट्न गएको थिएँ है तलतिर खेल्न जाँदै रहेछ माथि आउँदै बाटोमै भेट भइरहेको थियो अनि अस्ति चक्लेट ल्याइदिनु दाइ भनेको थियो अनि हातहरूमा नि थियो माथि आउँदाखेरि अनि चक्लेट नि ल्याइदिएको थियो त्यो पुऱ्याएर अनि हेर्न नि आएको थियो एकछिन अब हामी यतातिर भेटेर नि घुमघाम भइसक्यो अब हामी चाहिँ घरतिर फर्किन पर्ला रात पनि पर्यो
अब खाना बना खाजा के खायो अहिले स्कुलबाट आएर खाजा के खायो मैले केही खाएको छैन भोकै भोकै लागिरहेको छ नखाने मम्मीले दिनुभयो जहिले दिनुहुन्छ आउनुदेखि हामी खान्छौँ बेलुका नि खाजा आएको छैन अब हामी घर जान्छौँ यार भोक लागिसक्यो अब हामी घर जान्छु दिन के हो त्यही त नि आउनु बित्तिकै खालि लुगा फोहोर पार्छ अब हामी घर जान्छु तिमी राम्रोसँग बस राम्रोसँग पढ हामी टाइम टाइममा आउँदै गर्छु भोक लाग्यो है अनि होमवर्कहरू नि गर हाम्रो मोबाइलतिर नहेर है अनि जा म के खा उमालेर के अरे अन्तिममा के भन्न चाहनुहुन्छ मेरो युट्युब फ्यामिली दाइलाई चाहिँ एकदम सपोर्ट गरिदिनुहोस् हैन दाइलाई कमेन्ट पनि गरिदिनुहोस् हैन चुप नै मलाई चाहिँ चुपे भन्न दुईजना त भन्न चुप यस्तो भएन यार उता दाइ ओइ दाइलाई चाहिँ एकदम सपोर्ट गर्नुहोस् हैन हेर्नु है त्यसै दाइको मृगौला पनि खेल्छ हैन एकदम आर्थिक अवस्था पनि कम छ हैन सपोर्ट गर्नुहोस् यो हो है यो एकदम कुरा ट्रु हो त्यसै दाइको कमेन्टमा चाहिँ गड ब्लेस यु पनि लेखिदिनु है वाह त्यस समीलाई चाहिँ अलिकति धेरै सपोर्ट चाहिँ चाहिदैन हैन समीलाई त के चाहियो भने नि अलिकति थोरै सब्सक्राइबर चाहियो 100-200 जति दाइलाई चाहिँ अलिकति धेरै सब्सक्राइबर चाहियो हैन दाइ अब खाना बनाउनु होला नि त टक्क लाएर है ल खाना बनाऊ घरतिर राम्रोसँग बस राम्रोसँग पढ मैले सुनिनँ कि गइस गर्नुहोस् आउनु बित्तिकै मैले होमवर्क गरेँ अब हामी चाहिँ अब छुट्ने समय सबैजनालाई धेरै धेरै धन्यवाद है सपोर्ट गरिदिनु होला मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला सबैजनाले अब अझै रात पनि पर्यो अनि हामी चाहिँ आजलाई यति नै बनाउनेछौँ भिडियोहरू चाहिँ है फेरि अर्कोचोटि हामी लिएर आउनेछौँ भिडियोहरूलाई अनि सबैजनालाई थ्याङ्क यू सो मच हृदयबाट नै मेरो युट्युब फ्यामिली एभ्री वान है अझै पनि धेरै सपोर्ट गर्नु होला मलाई एकदमै धेरै खाँचो छ तपाईँहरूको सब साथ सपोर्टहरूको है हुन्छ सबैजनालाई थ्याङ्क यू सो मच है आजको भिडियो चाहिँ यति नै बाई